झापामा बालिन शाहलाई गोली हानेर मार्ने योजना भइरहेको छ। हो दर्शकवृन्द, तपाईँ सही सुन्दै हुनुहुन्छ। एकपटक यो भिडियो सुन्नुहोस्। झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ के जहाँबाट बनाइसिया छ हान्ने पनि हो। हामी के मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूसँग कुरा भएको छ। मेरो दाइ होइन एमालेको पुरै मान्छे शब्दहरू छन्, बजाउनेवालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सर्वदलीय बजाउने पनि कहिले भने तपाईँको त्यो बुथ बुथमा तपाईँको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले हो त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन। हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ। त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ। सामदाम दण्ड भेद भन्छ, त्यो गर्नै पर्छ। गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने गर्छ दाइ। तपाईँले पिठे खान्छ क्या ढुक्क हुनु, पिठे खान्छ क्या ढुक्क। दाइ बाटो छेक्ने हो त्यही भनेको। आफूहरू एमाले कार्यकर्ता रहेको बताउने र केपी ओली लगायत एमालेको संरक्षणमा बालिन शाहलाई गोली हानेर मार्ने योजना भएको भन्दै टिकटक लाइभमा कुराकानी गरिरहेको यो स्क्रिन रेकर्ड यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। देशमा विधिको शासन छ, देशमा नियम छ, कानुन छ, संविधान छ, तर एकजना व्यक्तिलाई गोली हानेर मार्ने योजना भइरहेको भनेर सामाजिक सञ्जालमा छरपष्ट भइरहेको छ। अहिलेसम्म कारबाहीको कुनै पनि प्रक्रिया अगाडि बढाइएको छैन। यी खासमा को व्यक्ति हुन्? यिनले कसको योजनामा बालिन शाहलाई मार्ने योजना बनाउँदैछन्? कि बालिन शाहलाई पनि मदन भण्डारी जसै गरी मार्न खोजेका हुन्? यी प्रश्नहरू सामाजिक सञ्जालमा उठिरहेका छन्, तर यसको जवाफ दिने निकाय कोही पनि छैन। देशमा सरकार त छ, देशमा कानुन त छ, न्याय त छ, संविधान त छ, तर यस्ता प्रश्नहरूको जवाफ दिने न्याय, कानुन, संविधान, सरकार छैन। यसरी दिनदहाडै चुनौती दिने, दिनदहाडै थ्रेट दिनेहरूलाई समात्ने कानुन यो देशमा छैन। हिजो मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा हामी डर, त्रास र धम्कीले होइन शान्तिपूर्ण तरिकाले चुनाव चाहन्छौँ भनेका थिए। तर आज उनकै नाम लिएर उनकै कार्यकर्ता हुँ भन्ने व्यक्तिहरूले उनकै प्रतिस्पर्धीलाई गोली हानेर मार्ने योजना भइरहेको कुरा सामाजिक सञ्जालमा सुनाइरहेका छन्। त्यसको विरुद्धमा न एमाले कुनै एक्सन लिएको छ, न यो सरकारले कुनै एक्सन लिएको छ। देशमा यदि स्थिरता चाहने हो, देशमा यदि शान्ति सुव्यवस्था चाहने हो भने फागुन 21 गतेको चुनाव अपरिहार्य छ। तर यस्ता खालका अभिव्यक्तिहरूले, यस्ता खालका धम्कीहरूले फागुन 21 गते चुनाव हुने कुनै पनि सम्भावना देखिँदैन। यसरी खुल्लेआम प्रतिस्पर्धी उम्मेदवारलाई मार्ने योजना बनिरहँदा पनि सरकार मौन बस्छ, यी पार्टीहरू मौन बस्छन् भने कसरी चुनाव होला, कसरी शान्ति सुव्यवस्था कायम होला, कसरी स्थिरता होला, यो प्रश्न गर्न चाहन्छु। यति बेला पुराना राजनीतिक दलहरूले रासोपा, रवि लामिछाने, बालिन शाहहरूलाई विदेशीका एजेन्ट हुन्, विदेशीका दलाल हुन्, यिनीहरू विदेशीबाट परिचालित भइरहेका छन् भनेर आरोप लगाइरहेका छन्। तर उनीहरूकै कार्यकर्ता सामाजिक सञ्जालमा खुल्लेआम खुल्ला उनीहरूलाई मार्ने योजना बनिरहेका छन्। अब यस विषयमा मैले धेरै बोल्न जरुरी ठान्दिनँ, किनभने यतिका जनता जनार्दन हुनुहुन्छ। कसलाई जिताउने, कसलाई हराउने, कसको योजना के हो, चुनाव नजित्ने भएपछि कसले कस्तो खालको तरिका अपनाइरहेको छ भन्ने कुराहरू चाहिँ यी यावत हरकतहरूले देखिरहेको छ। अब यसपालि पनि तपाईँहरू सचेत हुनु भएन भने यहाँ हामीले भनेर, हामीले चिच्याएर, हामीले स्वर सुकाएर केही पनि फरक पर्नेवाला छैन। तसर्थ यो भिडियो चाहिँ सम्बन्धित सरकारवाला निकायसम्म पुगोस्। यो भिडियो